राशिको सम्पूर्ण जन्मफल। आज हामी चर्चा गर्नेछौँ मेष राशिको सम्पूर्ण जन्मफल। हजुरहरूले मलाई फलो गर्नुभएको छैन भने फलो गरेर साथ दिनुहोला। मेष राशिको बनोट चुचे चोला लिलु लेलो अ अक्षरको सम्मिलनबाट बनेको हुन्छ। यस राशिको शुभरत्न मुगा पुष्पराज माडीको शुभ बारमा मङ्गलबार, बृहस्पतिबार, घातबारमा आइतबार हो। मेष राशि आकाशीय पिण्डमा भेडाको आकार जस्तो देखिने भएकोले मेष राशि भनिएको हो। मेष राशि अश्विनी नक्षत्रको 4 पाउ, भरणीको 4 पाउ र कृतिकाको 1 पाउ मिलेर बनेको हुन्छ। हजुरहरूले मलाई फलो गर्नुभएको छैन भने फलो गरेर साथ दिनुहोला। चुचे चोला अक्षरको अश्विनी नक्षत्र, लिलु लेलो अक्षरको भरणी नक्षत्र, अ अक्षरको कृतिका नक्षत्र यस राशिभित्र पर्दछन्। मेष राशि हुनेको राशि स्वामी मङ्गल हो। वर्ण क्षेत्रीय, वश्य चतुष्पद अर्थात् 4 खुट्टे हो। योनिमा घोडा नमिल्ने योनि महिष हो। अश्विनी नक्षत्र हुनेको देवगण र नाडी आद्य हुन्छ। भरणीको नरगण र नाडी मध्य हुन्छ। कृतिका नक्षत्र हुनेको राक्षसगण र नाडी अन्त्य नाडी हुन्छ। मेष राशिको स्वभाव चर अर्थात् चञ्चल हुन्छ। मेष राशि हुनेहरूलाई पूर्व दिशा उत्तम हुन्छ। मेष राशिलाई कन्या राशि शत्रु हुन्छ। मेष राशि प्रधान व्यक्ति स्वतन्त्र निर्णय लिन समर्थ, कठिन कार्यलाई आफैले समाधान गर्न अग्रसर हुने, साहसिक कार्य गर्नमा आनन्द मान्ने, लड्ने भिड्ने प्रवृत्ति सजिलो लाग्ने, शरीर हिष्टपुष्ट भएको, विशाल मस्तिष्क हँसिलो चेहरा भएको हुन्छन्। मेष राशि हुनेको चञ्चल स्वभाव हुने, अति साहसी, स्फूर्तिवान, उच्च आकाङ्क्षी, दृढ निश्चयी, आवेशमा आउने, प्रत्येक कुरामा आफ्नो भनाइलाई माथि पार्नुपर्ने भएको, नेतृत्वदायी शक्ति भएको, आफ्नो समस्या आफैले समाधान गर्न सक्ने क्षमता भएको, तर आवेशमा आएर कुनै काम गर्न थाल्यो भने तुरुन्तै बिग्रिन सक्ने, उग्र प्रकृति, हठी स्वभाव, निर्भय, पराक्रमी, बुद्धिमान, चतुर तथा केही उदार भावना भएको, स्वतन्त्र विचारधारा भएको, रजगुडी, प्रभावशाली, धार्मिक कृतिमा मन लगाउने, प्रगतिशील, परिवर्तनशील तथा कुलदीपक हुन्छ। राजनैतिक तथा सामाजिक प्रभाव उच्च भएको, भाइसँगको सम्बन्ध मध्यम, जग्गा जमिन जोड्नमा तीव्र इच्छा राख्ने हुन्छन्। यस राशिको व्यक्तिको उचाइ 5 फिट 2 इन्चभन्दा माथि उचाइ हुन्छ। यस राशि पुरुष राशि हो। रङ गाढा रातो मन पराउने हुन्छन्। व्यक्ति उग्र परिवर्तनकारी हुन्छन्। मेष राशिको हिसाबले पूर्व दिशा र राशि स्वामीको हिसाबले दक्षिण दिशा उत्तम मानिन्छ। यस राशिका व्यक्तिहरूले छेत्री, गुरुङ तथा तामाङ जस्ता जातिहरूको सङ्गत गरेमा राम्रो हुनेछ। मेडिकलमा पिएचडी, मेकानिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, ज्योतिष, तन्त्र मन्त्र, भौतिक विज्ञान, शिक्षा, प्रशासन, गृह विज्ञान, कानुन, एलएलएम, जनप्रशासन आदि विषयको अध्ययनका उत्कृष्ट अङ्क ल्याउने गर्छन्। अल्पकालीन तालिम तथा सबै सिपमूलक तालिमहरू अध्ययन गर्नमा मन लगाउने, जादुगरी टुनामुना विद्यामा पनि यस राशि खुलेको हुन्छन्। मेष राशि हुनेको इष्ट देवता गणेश, दुर्गा, हनुमान, लक्ष्मीनारायण मानिन्छन्। यी देवताहरूको पूजा आराधना, जप तप ध्यान गरेमा इच्छा सिद्धि हुने गर्दछ। कागतीको जस्तो स्वाद, अमिलोपन मन पराउनु यस राशिको मुख्य विशेषता हो। पाखो खेती, बाँझो जग्गाहरू फाप्ने, सम्पूर्ण काँडेदार वस्तुहरू उपयुक्त हुन्छन्। मेष राशिका व्यक्तिहरूले किराना दोकान, वर्कसप, मिल, मेसिनरी, औषधि पसलहरू, व्यवसाय, ज्योतिष व्यवसाय, उत्खनन, खानी विज्ञान, भूगर्भ विज्ञान, भाँडा दोकानहरू, सोमरसको दोकान, प्रबन्धक पेसा, प्रिन्सिपल संस्थानतर्फको जागिर, दूरसञ्चार, विमान, बैङ्क, कारखाना, खुर्सानीको दोकान, बारुड यन्त्र, एम्बुलेन्स सेवा मध्येका जुनसुकै पेसा अङ्गालले गरेमा व्यापार व्यवसायमा अति उत्तम हुने गर्दछ। मेष राशिका व्यक्तिहरूलाई मोटरसाइकल, ट्र्याक्टर र मारुति साधन जस्ता वाहनले पनि अति उत्तम फल दिन्छ। मेसिनरी वस्तु सधैँ साथै गाडीको बोडी निर्माण गर्ने कार्य राम्रो हुन्छ। विदेश जाने क्रममा अरेबियन मुलुक र मुस्लिम देशहरू उपयुक्त हुन्छन्। ठोस र तरल पदार्थमध्ये मट्टीतेल, डिजेल, पेट्रोल, मोबाइल, पट्का लगायत उच्च प्रजननशील पदार्थहरू राम्रा हुन्छन्। मेष राशि भएकालाई घस्ने तेल, खुर्सानी, आँप, निबुवा, कागती, अलैँची लगायत मसलाहरू, मरिच खान एकदमै मनपर्ने हुन्छ। पारिवारिक पशुहरूको व्यापारमा गोरु बहरहरूले उत्कृष्ट फल दिन्छन्। इष्टदेवमा नाग देवताको सेवा गर्नु राम्रो हुन्छ। पारिवारिक हिसाबमा सालो भाइहरू, दाजुभाइहरू तथा ससुरालीसँग सम्बन्ध राम्रो हुन्छ। नोकरीमा प्रहरी प्रशासन, शाही सेना सेवा राम्रो हुन्छ। रोगमा रक्त विकारबाट हुने रोगहरू, शरीर चिलाउने, फोकाहरू उठ्ने, खटिरा आउने पनि हुनसक्छ। सुन, मुगा, रातो वस्त्र, रातो वस्तुले फाइदा निकै दिने हुन्छ। मेष राशिका व्यक्तिहरूलाई प्रतिवाद, षष्ठी र एकादशी तिथि अनिष्टदायक हुन्छन्। 3, 6, 8, 12, 14 वर्ष, महिना र
दिन अनिष्टदायक हुन्छन्। 1, 7, 8, 13 वर्षमा ज्वरोबाट ग्रसित हुने, 16, 17 वर्षमा विषबाट भय हुने, 3 र 12 वर्षमा जल भय हुने, 25 वर्षमा सन्तान वृद्धि गर्ने, 32 वर्षमा शस्त्रबाट भय हुने, मङ्गलबार शुभदायक हुने, बुधबार अनिष्टकारी हुने, द्वितीयको चन्द्रको दर्शन र रातो वस्तु देखेमा प्राप्त हुने हुन्छ। मेष राशि हुनेको यदि शुभ चन्द्रमाले शुभ दृष्टि भएको दिन सो जातकको 90 वर्षसम्म जीवित रहन्छ। कार्तिक मास कृष्ण पक्ष नवमी तिथि बुधबारको आधा रातमा त्यसलाई अनिष्टदायी हुन्छ। यो समग्र मेष राशिको जन्मफल हो। आफ्नो कुण्डली अनुसार, आफ्नो जुन ग्रह नक्षत्र अनुसार विभिन्न फलदायी फलहरू फरक आउँछन्। हजुरहरूले आफ्नो जन्मकुण्डली हेराउन चाहनुहुन्छ भने मलाई देखाएको फोन नम्बरमा व्हाट्सएप गर्न सक्नुहुनेछ। साथै सम्पूर्ण चराचर जगतको जय होस्। हजुरहरूले फलो सब्सक्राइब गरेर यस्तै जानकारीमूलक भिडियोको लागि हामीलाई फलो गर्न सक्नुहुनेछ। कमेन्ट गर्नुहोला हजुरहरूको राशि के पर्यो। जय होस्।